तेरीमा झ्याक्ने घन्टेका कुत्ताहरू हो साला पाल्तु कुकुरहरू। केपी ओलीले क्रिकेट टिमको फोटो पोस्ट गरेर विजयी भव भन्दा हारेको हो कि तिमीहरूको क्रिया तिमीहरूको घण्टाका बाणहरू नि नेपाली जर्सी लगाएर मैदानमा गएर बुरुक बुरुक उफ्रिँदै भोट केमा घण्टामा त्यसका बाउको लन्ठामा भन्दै बुरुक बुरुक उफ्रेका ल्याए। नमस्कार साथीहरू, यो भिडियो चाहिँ एकदमै स्पेशल छ। त्यही भएर तपाईहरुले यो भिडियोलाई चाहिँ सक्दो भन्दा सक्दो शेयर अनि रिपोस्ट गरेर सपोर्ट दिनु होला है। कलाकार खुइलीले बच्चादेखि बुढासम्मलाई गाली गर्न र फुकिरहेको छ। यसको मतलब यो होइन कि हामी जवाफ दिन सक्दैनौं, यसको मतलब यो हो कि हामी जवाफ दिन सक्छौं। तर त्यो खुइलीले सुन्न सक्छ त? सुन है खुइली, त कलाकार होस्, कलाकार भएपछि कलाकारको ठाउँमा होस्। कलाकार जस्तो मान्छे आएर यहाँ चर्तीकला देखाउने ठाउँ होइन, चर्तीकला देखाउने भए आफ्नै ठाउँमा गएर देखाउने, बुझिस् नि? त जस्तो कलाकार नेपालमा धेरै छन्। जुन नेपाली जनताले तँलाई हिजो माया गरेका थिए नि, साथ सपोर्ट दिएका थिए नि तेरो भिडियो हेरेर, आज त्यही नेपाली जनतालाई थुकिस् नि? लाज लाग्दैन? सुन खुइली, साँच्चीकै त भात खाने मान्छे होस् भने जो मान्छेहरूलाई तैँले गाली गरेको छस् नि, आमा बुबा 100 वर्ष कट्नु भएको बुबा आमाहरूलाई पनि गाली गरेको छस् र सानसानो बच्चालाई पनि गाली गरेको छस् नि, तैँले माफी माग्नु पर्छ। यदि माफी मागिनस् भने तँलाई हामी कलाकार मान्दैनौ, बुझिस् नि? तैँले पार्टीको झोला बोकिस्, तर हामीले कुनै पार्टीको झोला बोकेको छैनौ। जे सत्य हो, जे यथार्थ हो त्यही बोलेका छौँ। त जस्तो कलाकार हामीलाई चाहिँदैन। बहिष्कार गरौँ साथीहरू खुइलीलाई। देश परिवर्तन गर्नुपर्ने बेलामा, देशले निकास र विकास पाउनु पर्ने बेलामा पार्टीको झोला बोकेर कुनै पनि राम्रो काम गरेको छैन, होइन? साथीहरू, यो मान्छेलाई के भन्न चाहनुहुन्छ तल कमेन्टमा भन्नु होला है।